सेवारो म हल्दारको छु सन्चै हुन्छ आरामै हुन्छ के छ खबर हिजोको दिनमा सुन्थ्यौँ हामीले कि नेपालको संसद भवनमा या मन्त्री परिषदको बैठकमा मन्त्री परिषदभित्र बाहिरको मान्छे राख्नै पर्छ भनेर हिजोको दिनमा सुनेको पनि हो देखेको पनि बाहिरको मान्छे राख्नुपर्छ भनेर त्यही कुरा आज पनि दोहोऱ्याउनु भएको छ हालसाल भएको मन्त्री परिषदको बैठक र संसद भवनमा बाहिरको मान्छे छ किन सर तपाईँको भर्खर पनि होइन र जुन कुरा हिजोको दिनमा राख्नुभएको थियो त्यही कुरा तपाईँहरू पनि दोहोऱ्याउनु भयो किन योग्य नेपाली छैन र कोहीहरू मन्त्री परिषदको सल्लाहकारमा विदेशको मान्छे या भन्नु न विदेशको मान्छे नेपालमा आएर नेपाली नागरिकता पाएर बसेको मान्छेलाई सल्लाहकारमा राख्नुपर्छ किन सर नेपालमा सक्षम मान्छे छैन कि नेपालीमा क्षमता छैन कि नेपालीले विदेशी राख्नै पर्छ भने दोहोऱ्याउनु भएको हो सर त्यो मान्छे जोसुकै भए पनि जहाँको भए पनि तपाईँलाई त थाहा छ त्यो मान्छे बाहिरको मान्छे हो भने नेपाली नागरिकता लिएर बसेको बाहिर हिजोको दिनमा आएको मान्छे किन राख्नु भएको छ सर के कारणले र कस्तो मजबुरी कि नेपाली छैन सक्षम कोही कि नेपालमा सक्षम मान्छे छैन र तपाईँ सरकारमा आइसकेपछि तपाईँहरू सरकार नयाँ मान्छे सरकारमा आइसकेपछि नयाँ ढङ्गले चलाउँछु म भने गर्ने मान्छे गर्छु भन्ने मान्छे तपाईँले एउटा कुरा म याद दिलाइदिउँ बारबारा फाउन्डेसन त्यो बारबारा कहाँको मान्छे उहाँसँग पनि नेपाली नागरिकता छ त कि छैन नेपाली नागरिकता कसरी पायो त्यसले दोस्रो कुरा कहिले खारिज हुन्छ किन भएन खारिज अहिलेसम्म नेपाली नागरिकता कि खोस्टा हो मकैको खोस्टा जस्तै बनाइदिनु भएको छ त पैसा नेपाली नागरिकता किन पाइयो पैसा दियो भने नेपाली पासपोर्ट पनि किन्न पाइयो पैसा दियो भने नेपालमा बस्न पनि पाइयो पैसा दियो भने बोर्डर छिर्न पनि पाइयो पैसा दियो भने नेपालमा पाल्टाङ्गेर बस्न पनि पाइयो जहाँसुकैको मान्छे भयो त्यसो मतलब भएन नेपालीलाई पैसा दियो भने जेसुकै पनि गर्न पाइयो भनेर हुन्छ त्यस्तै थियो नि हिजोको दिनमा आजको दिन पनि त्यस्तै छ मन्त्री परिषद जस्तो ठाउँमा विदेशको मान्छेलाई सल्लाहकार है पाथिभरा तिमी नि जान पाथिभरालाई थाहा होला यो कुरा